लेन क्रस है गाह्रो छ लेन क्रस गरेपछि कति रुपियाँ हो पानी तिर्न पर्यो हिँड्न पर्यो हेडलाइट फेरि यस्तो छ भाग्यमा 172 को हेडलाइट चाहियो फोटो लागि यहाँ कसरी यसरी यहाँ न तपाईँले फोटो लागि जानु कन्टेन्ट गरेर कहाँ नेपाल दोकान पनि अनि अहिले ट्राभल जोकमा मैले फाइन परिरहेको एउटा भागतिर आएको थिएँ कि त्यो गयो अनि बाइक पुरै ट्राफिक लाइट गरेर भागतिर आएको थियो त्यो किस्सा सघाइकन तपाईँले देख्नु सक्नुहुन्छ ट्राफिकहरू हिँडिरहन् सहिरहेको भिडभाड बिहिबार चाहिँ त्यत्रो 1-2 मिनट अब जति 2 मिनटमा पनि धेरै बस्छु सायद त्यो काममा अब मान्छेको नेपालीको जागिर छैन 25,000 को अब एकचोटि माफी परिवार 25,000 फाइन परिन्छ गाह्रो छ गाइडहरू गाह्रो छ साथीभाइहरू तपाईँ देख्न सक्नुहुन्छ हो त तर अहिले चाहिँ लाठी खराबै हो यार तर यार सरकारले यस्तो हो नि त विकास गर्ने राम्रो छ भन्ने जे पाइ त्यही गर्ने पनि भएन नि यार घाँटिएर हानिदिनु पर्यो यार हो कि नै सक्छ कि नि जनताले पनि चाहना पऱ्यो नि त्यसै जनताको लागि स्वतन्त्र के अरे के भन्छ यार राष्ट्रसभा पार्टीले लास्टमा किस्ता फेरि गर्ने फेरि जनतालाई फेरि मुरी नहुने मान्छेले कहाँ ठिक्छ यार मान्छेको यार जागिरी छैन अब 25,000 30,000 को फाइन 30,000 पैसा तिर्दैन त बर्बाद हुन्छ त यार मान्छे त के हो यस्तो अनि कहिलेसम्म हामी चाबेर आइसक्यो मैले पट्टि तपाईँले चाबेर साथीलाई ए देखिँदै नदेखिरहेको फ्रेन्ड कार त नानी तयारी यार थाहै छैन यार ट्राभल आकाशको पुल वान वे हो यसमा चाहिँ नजानु होला तपाईँ भोलिबाट फेरि कला खाऊ आज शनिबार तपाईँ यार के नभने जापान गएर किस कसरी गर्ने हो यस्तो खोल्ने खोल्दा किसबाट जस्तै पनि छैन यार आमा थाहै छैन के हो बाटो हो कि
गरे बाटो हो कि कति बाटो हो कि थाहै नहुने यार। अघि नै भन्दै थिएँ कि मैले त्यो फाइनको बारेमा चाहिँ हुँदै भएन क्या यो फिट्नै मिलिने यार मान्छेको यार 50,000को बाइक छैन यार 2 चोटि फाइन तिरेर बाइक तिरेर हुँदैन दादा यार। कहाँबाट तिर्दै कि स्यालेरी पनि बढाइदिनु पर्यो तेल घटाइदिनु पर्यो तेल पनि बिच मान्छेले तेल गएर बाइक बेचिरहन् फाइनले फेरि बर्बाद पुरै खतरा मापसै परेर पैसा त खान्छ नि यार जति नि खान्छ यार दारु कहिले खान्न हौ कस्तो रमाइलो हुन्छ सधैँभरि एक गिलास पनि हुन्न नि त र आधा अफिस टाइम दिनको एक दिन चाहिँ छुट हुनुपर्ने हप्ताको एकचोटि चाहिँ भयो भने 2 चोटि भन्दा एकचोटि लिमिट नाप्नु दारु खान्छ यार सबले खान्छ अब पार्टीमा गयो या दारु नखाइकन हुँदैन अनि के गर्छु त त्यस्तो छ नेपालको कानुन सही गरेर जानु भन्छ नि त्यस्तो कति वर्षमा आएको छैन यार यहाँबाट गई भोट ल्याएको खेर गर्नु जस्तो लाग्छ अन्त केही छैन कि केही छैन यार तेल बढ्या तर त्यो तेल बोड्नुमा चाहिँ यो चाहिँ बरु चाहिँ कसैले होइन न पुराना पार्टीले वारको कारणले गर्दा यो रोड हामीले होइन गर्दै बागमती पर्दैथियो कि 46 बस 42-77 बाइक महिन्द्राको फरक पर्छ यताउति यहाँ यो भित्रै आफ्नै लेनमा चाहिँ यताउति बसेर यो गर्नु जाने कोही वाले फेरि के रहेछ यार बडै राम्रा जस्तो हुन्छ तर मनपर्ने मान्छे माया लाग्दो मान्छे रुपाइँदेखि त त्यो हो यही हो त्यही हुन्छ नि एउटा यही मात्रै छ मेरो लागि जस्तो लाग्ने मान्छे चाहिँ पाइन्न कि यार के हो जस्तो हो झगडा पर्नु माया लाग्दो छ न कल गरी रिसाउँछ तर त्यही भए जस्तो लाग्छ कि मलाई चाहिँ माया छ र पो झगडा पर्छ यार माया लाग्छ नत्र कुरा गरिन्छ सधैँभरि त जीवन त कस्तो आफ्नै फर इक्जाम्पल आफ्नै मम ड्याडलाई देखाउँ भनौँ झगडा पर्छ कहिले पिट्छन् कहिले हान हुन्छ त्यस्तो हो केटाकेटी भन्छ नि त्यो बुढाबुढीको झगडा पराल आएको धेरै अन्य नजिक भए बाटो दामी हो यहाँ चक्रपथले चाहिँ नारायण गोपाल चोक चाहिँ भन्दो रहेछ न मैले देखि थाहा भएको कहीँ थिएन तपाईँले हेर्नु सक्नुहुन्छ हामी चाहिँ अहिले नारायण गोपाल चोकमा छौँ कति हामी अब चोकले भएको छैन 17, 15, 14, 13, 12 यहाँ छ कि हामी कति बजी निस्किन्छ भने चाहिँ 10, 9, 5, 8, 7 अलिकति हुन्छ यो नारायण गोपाल चोक ल है यो चक्रपथलाई नारायण गोपाल चोक मैले त कस्तो मिस थाहा भएको छैन त अब काठमाडौँ बस्नु लाग्यो पनि धेरै भएको नि 6 महिना भयो होइन खासै पहिला हिँड्दै थिएन अहिले बाइक गर्दा अहिले काम खुट्टा जान पऱ्यो हो नत्र खासै हिँड्दैन त्यही हो कि अब थाहा पाए पर फेरि हिँडे पाए त्यसले पार थाहा हुँदैछ हिँड्न टिक्न सोझो मान्छे पऱ्यो घर थेचारे रुममा बस्यो त्यो खायो सुत्यो काम छैन पढ्नु जाँगर लाग्दैन यार के गरेर हो त जिन्दगी काट्ने यार गाह्रो छ यार सपना धेरै छन् कसरी अब जीवन साथीलाई खुसी पार्ने कि
मतलब एज मैले यार तर लास्ट माया लाग्छ अब त्यो यार थाहै छैन होइन तर माया चाहिँ आफ्नो भन्दा पनि धेरै लाग्छ यार खोइ त्यो यार झगडा पऱ्यो भने चाहिँ मैले गरौँ झगडा पर्छ दिनु खोइ त हप्तामा यार 2 चोटि 3 चोटि त झगडा परेकै हुन्छ कि दिनमा 2 घन्टा जति बोलिन्छ कलमा 1 घन्टा म्यासेजमा चाहिँ 1.5 घन्टा बोलिन्छ होइन त्यही बेला त्यही हो अब कुरा गर्दा गर्दै के कुरा बिग्रिन्छ गरे फेरि मन पर्दैन मलाई फेरि त्यो रिसाले भने अब जे भने पनि थाहा छैन किन चाहिँ फेरि टिस्का हो कि के गरेर थाहै हुँदैन यार कुरा कहिले कस्तो म आफै धेरै गर्छु गाइस नहुने कुरालाई पनि बिहे गराइदिने के त्यो सोचेर त्यो कुनै नसक्ने कुरा पनि हो कि भन्छ के हुन्छ त्यो आइ गर्छु भन्छ नि कुरालाई लागि के यता हो भयो अब मान्छेले गर्नै नसक्ने कामले गऱ्यो अरे जस्तो कि अब हुन्छ नि तर म चाहिँ मेरो गर्लफ्रेन्डसित स्टोरी भन्नु चाहन्छु होइन लास्टै माया गर्छु यार छोडेर नदेऊ मलाई प्यार छ होइन मजा छ होइन हावा हावा अलिक जोगिरहेको के छैन धेरै छैन भिडियो गर्दै जाने भनेर गरिरहेको थिएँ मलाई खासै यो नेपालको नयाँ क्लासिकहरूको बारेमा पनि खास बुझाएको थिएन भनौँ उनीहरू कतिजना थियो त्यही पनि भिडियो हेरेँ पनि एक कस्तो हेर्ने गर्ने अब खासै होइन नि त राम्रो सुरुवातै भर्खर एकचोटि भाग्ने यार त भाडा सुरुवात त्यस्तो गर्न आएको यहाँ अब नेपाल मान्छे गरिदिउँ न यस्तो पैसा कमाउने यहाँ त्यहाँ मलाई मान्छे चिन्नु भनेको छैन त्यही पनि आफ्नो सकको लागि होइन हुन्छ शामको चाहिँ आइसक्यो तपाईँको शामको चाहिँ टिकट अगाडि गाउँको गढी स्टेसन पर्छ म चाहिँ बस्ने मनमाइजू हो होइन यही हो परै आमा बाको पनि माया लाग्छ यार एक्लै यहाँ आएदेखि चाहिँ कस्तो यार तर दङ गएर आफै पकाउ खाऊ होइन यो गर तर मम्मीले चाहिँ म आउँदैसँग सबै मम्मी गरिदिन्थ्यो त्यही भएर खासै चाहिँ गरेन कि मैले कहिले काम गरेन घर चाहिँ काम गर्नुमा त काम गर्थेँ तर यो धुनी सुनी यो गरेन कि त्यसबाट कहिले धोएन मम्मी धोइनुहुन्थ्यो तर यार मम्मी आमालाई चाहिँ मान्नै पर्छ यार बाबा त अब बाबा भइहाल्यो अब बाबा र आमा के कम्पेरिजन गर्नु मिलेन होइन तर आमाको है चाहिँ मान्नुपर्दा के हो यार हामीले अब यहाँ कस्तो हुन्छ भने कि 3जना बस्छौँ होइन एउटाले पकाउने काटिदिनु पऱ्यो अर्काले भाँडा मान्नु पऱ्यो एउटाले हो त्यही गर्न पनि भाँडा मान्दा पनि खाएको 3टाले खाएको मात्रै थालो फेरि पोहोरको पनि दाल पनि पोहोरकामा हाल्ने त्यही हाल्ने हो तर गाह्रो छ पहिला पढेको मैले यहीँ होइन जेएलसीमा जापानिज ल्याङ्ग्वेज कल्चरल सेन्टरमा पढेको मैले होइन अहिले चाहिँ बन्द छ कि के छ त मैले थाहा भएन तर मैले एसएसमा चाहिँ राम्रै थियो साथीहरू थिए नयाँ साथीहरूसित भेट भएको थियो तपाईँबाट यार त्यति हेऱ्यो त्यति राम्रो लाग्थ्यो यार के भएको यार कस्तोजना पसलमा गएर हेर्नुपर्छ नि गोलखाम पैसा होस् नहोस् होइन राम्रो लाउन मन लाग्ने के तर यो पसल चाहिँ मलाई दामी लाग्छ यार कपडाहरू बाहिर जान्छ दामी दामी राख्छ यार अन्त यो बडीस्थानतिर रहेछ
आनन्दले हिँड्दै हो नि म अनकस्टम खुट्टा नटेकिकन सुस्त कि हुन्छ नि त्यो भाडा देखाइदिनु के गाडीले फेरिमा एक्कासी वात्तै गएर वहाँ गएर इन्डिकेटर पाल्दै कहाँ हुन्छ यार स्पिडमा भएको गाडी त सकिन्छ नि यार बुझ्नै छैन के गाडी हो भनेको छ गाडीको पो ठुलो चक्काको पो वहीँ यहाँ ब्रेक लाग्छ सानो गाडीको त लाग्दैन नि यार हामीले पनि चलायो भन गाडी चलायो गाडी 3-4 वर्ष चलायो सानो हिसाबले बस्किने अहिले सिका हो हात सबै भनेर राम्रो त्यही हो नत्र त्यही तल यहाँदेखि यहाँसम्म चाहिँ पुऱ्याउँछु भन्ने आँट चाहिँ छ है फेरि अहिले चाहिँ गाइडलाइन छोडिदियो भन गाडी चलाउन यताउति अब छोडिदियो कोही बेला लास्ट याद आउँछ तिनी केटाहरूको तिनी दुःख होइन त्यो पल बहुत दुःख गरिरह्यो नि दादा गाइडलाइनमा तर के गर्नु फेरि फेरि उनीलाई फेरि त्यो काम मन परेन होइन अनि त्यसपछि फेरि अब त्यो काममा फेरि खासै त्यो लाइफ लङ मुभिङ छैन नि त त्यो धेरै समयको लागि चाहिँ छैन कि त्यो लास्टसम्म अब भएपछि अब सधैँभरि रमाइलो गरेर नि हुँदैन होइन त्यो दुःख छ कमाइ पनि छ तर पैसा बचिँदैन के यार के गर्नु गाह्रो छ कुरा गऱ्यो कुरेको दुःख भने जस्तो हो कि याद आउँछ यार यिनी कुरा खोल्दै खोल्दै गएन क्या याद आउँछ के गरेको थिएँ कसो गरेको थिएँ होइन तर जिन्दगी बवाल त बवालै थियो यार के छ मान्छे चिन्या होइन नचिन्या कोही पनि नै नचिन्या कोही नै अनि त्यसपछि कुरा गऱ्यो जहाँ गयो त्यही अनि बिहान आयो बेलुका गयो घर गएर बस्यो राति 11-12 बज्यो भात खाने बेला अनि सुत्यो त्यति त हो अब त्यही अब छोरीले छैन होइन जहाँ कतै त्यस्तो छ माया गर्ने मान्छे जस्तै आमा बाउ अब होइन दिदीको दाइ भाइ अब थियो आफ्नो आफन्तीहरू त्यहाँदेखि सबैले नराम्रो सोध्छ भन्ने पनि छैन कि आफन्ती यार कोही के हुन्छन् त्यसले राम्रो गऱ्यो हुन्थ्यो होइन त्यो टाइपको पनि हुन्छ क्या त्यो जस्तै आफन्तीहरूले पनि कोही के हुन्छ फेरि मेरो केही गरेन अहिले त नगरेको हुन्थ्यो चिन्ता गर्ने भयो भन्ने तर कोही के फेरि यसले चाहिँ गर्नुपर्छ यसले चाहिँ गर्नुपर्छ सहयोग गर्नुपर्छ यताउति भन्ने कुराहरू हुन्छन् क्या फोन गर्दै चलाइरहेमा 10,000 फाइन काट्न मन लाग्यो होला के त बाटा रोकिदिने हिँडिदिने लास्ट चाहिँ लाग्छ बिरा लाग्छ अब गाह्रो हामी त्यो यहाँ आइसकेका छौँ मनमा त्यही हो अब म अरू केही भन्नु चाहन्न होइन तर लाइफ चाहिँ रमाइलै तरिकाले बिताउन सक्नुपर्छ होइन रमाइलो तरिकाले काट्नुपर्छ लाइफ कहिले के हुन्छ कुन दिन के हुने भने थाहा हुन्न होइन जस्तो अब त्यस्तै त हो आवाज त क्लियर आएन होला तर त्यही भन्छु म होइन अरू केही छैन इलेक्ट्रोनिक ड्युटी घुम्यो होटल छ लाग्छ त्यस्तो लाग्छ घरको यति याद आउँछ नि दिदी त झन् मभन्दा 2 वर्षदेखि त होइन उयो दिदी गएकै अब 4 वर्ष हुन लाग्यो म जान पनि त पहिल्यै हो कि तर अब के गर्नु त्यस्तै भयो पढाइले ढिला गर्थ्यो त्यही माथि अब त्यही त हो अब सोचे जस्तो के हुन्छ र त्यहाँ अब यताउति गरेर त कहाँ हुन्छ र सधैँभरि घर बसेर नपुग्ने हामी अब नेपालीहरू त हो कोही बेला यहाँ तर हामीलाई माथि राख्नुपर्छ बाइक चाहिँ नत्र फेरि चरा ज्यादा बाटो हुन्छ